माछा मार्ने नि नवग्रहमा चाहिँ कति दिन भयो आजसम्म? आज 3 दिन। पण्डित बरु डेली आएन न यो डेली आए। शिवरात्रि गाई जर त होइन अरू के भने त यसले भनेको है गाइज बिग फ्यान भनेर। म बिग फ्यान है मलाई भन्नु पर्ने दाइले साट्यो यार। स्वागत छ तपाईँलाई आजको फेरि अर्को नयाँ न्यू भ्लगमा होइन। र आज चाहिँ के स्पेसल छ भन्दा आज चाहिँ शिवरात्रिको दिन हो र आज चाहिँ हाम्रो गाउँमा भनौँ न एउटा नयाँ मन्दिरको आज ओपनिङ सेरेमनी छ। मूर्ति लिएर आएर चाहिँ ओपनिङ गर्ने भन्ने कुरो छ र म हल्का ढिलो भइसकेँ गाइज। म पनि अब नुहाइ गर्दै थिएँ। अब लुगा लगाउने सुशीलले चाहिँ कल गरेको थियो मलाई भर्खरै होइन, बिक्कु कहाँ हो तिमी, म मन्दिरमा आएर नि काम धन्दा गरेर नि म ठडिसकेँ भनेर। आज चाहिँ हल्का मेरो व्यस्तता थियो है। के व्यस्तता त्यो म पछि खुलाउँला, पछि नि कहिले खुलाउँला र जहिले खुलाउँला तैले खुलाउँला होइन। त्यो गाइज आज चाहिँ हामी अब जाँदैछौँ हाम्रै आफ्नै गाउँको मन्दिरको ओपनिङ गर्न। के कस्तो हुन्छ आज पुरै म भ्लगमा देखाउँछु। यो हाम्रो 36 भ्लग हुनसक्छ सायद, सरी 37 हो कि 37 भ्लग हो है त गाइज। ल अलि अस्ति मैले पहिलो भ्लगमा चाहिँ हेरेको अलि बढी नै हात हल्लिएर रहेछ। ट्राई गर्छु कि टक्क ग्याम्बलिङ स्टाइलमा सर खिचौँ यस्तो हल्लिरहेको हिँड्दाखेरि यस्तो यस्तो भइदिएछ कि नलाउने यसलाई त। त्यही गाइज अनि तपाईँहरूलाई मेरो अझै यो मन्दिरको चाहिँ मेमोरी भन्नुपर्दा चाहिँ दसैँ पछि तिहार अघि चाहिँ हाम्रो यहाँ ढलन भएको थियो है। म चाहिँ अनि हाम्रो जीवन दाई हुनुहुन्थ्यो मास्तिर घरको। जीवन दाईसित एनी टाइम हिँडेको अरे। अनि जीवन दाई त यहाँ वान अफ द मेन मान्छे हुनुहुन्थ्यो भनौँ न, जलजला मचाउने भनौँ न। त्यतिखेर चाहिँ दाइसित आउँदाखेरि चाहिँ ढलनमा रातिसम्म बसेर ढलन हानेको चाहिँ त्यो मेमोरी छ। म सानो 5 कक्षा पढ्ने कुच्चे भयो नि, त्यहाँ चाहिँ दाइ टोलीहरूसित मेरो खुब जम्थ्यो कि पहिल्यैबाट। तल चाहिँ गइदिउँला के खर है त हाम्रो गाइस मन्दिरको ओपनिङ हुने। मैले अस्ति पहिलो भ्लगमा नि त भनेको थिएँ नि त, बाजा तलबाट बज्दै आउँदै रहेछन् है। त्यो भाँडा आउँदै खाने गाइस नवग्रहमा एक दिन नछुटाउने मान्छे, एक दिन नछुटाइकन हाम्रो रिलमा पनि भरि आइसक्यो हैन। रिलमा डेब्यु हानेको हालिदिन्छु कोचै राम्रो है। यसरी हालिदिउँ हेर्दा यी हुने गाइस। नवग्रह मन्दिरमा एक दिन छुटाएनन्, पर पण्डित छुट्या होला नि। यी छुट्याएनन्। अरे पिएर सुशील ल्याएर मिठो माछा मार्ने नि नवग्रहमा चाहिँ कति दिन भयो आजसम्म? आज 3 दिन। पण्डित बरु डेली आएन न यो डेली आएन। डेली जानु पर्यो नि त यार। अनि यहाँ यस्तो मन्दिर गाउँको मन्दिर उद्घाटन हुँदैन कहाँ चलिदिएको त नि फेरि। यता त राति हामीलाई हिँड्दै हो कि तिमीलाई अस्ति सर्ट फिल्ममा फिचर हान्दिनु पर्यो भनेर बोलाएको, तिमी आउँदै हानौ। जग्गा होइन देव जग्गा तल हेर एउटा जग्गा तल आज सुनिया कि नाइ त नि सुनिया यी हाँडा आउँदैन है त गाइस। हाम्रो यो बाँसकोटको मन्दिर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो रमाइलो छ है त, ल हेर्न सक्नुहुन्छ गाइस कस्तो सुन्दर ब्युटिफुल सिन आएको त नि यार।
ल त 5 जना हाम्रो लाइभ हेर्ने है बाजाको नम्बर राख्नु पर्छ यार नम्बर राख्नु पर्छ क्या रे सचिन बाजाको नम्बर राख्नु भने सुशीलले राख्नु पर्छ चाहिन्छ नि बाजाको नम्बर त चाहिन्छ नि यहाँमा हो यही मात्र चाहिहाल्छ नि कसैले माग्छन् होइन नम्बर हिजो यहाँ चाहिहाल्छ बढ्या राम्रै बढ्या बाजा त भित्र लगेर बजाउने होइन है कहाँ बजाउने म त्यहाँ राख्ने यहाँ बजाउनु होइन त्यहाँ त थामेर कुर्ती कुर्ती छ यो त माथि कहाँ ठाम सब तरकारी पकाएन हो र हेरौँ अब जहाँ राखेँ नि अब ल है त साथीहरू रातेको छ खाल्टे के भयो बाबा चराडा देउ देउताको शरणा
रहेछ है त ल म्यानेजमेन्टलाई के भन्न चाहनुहुन्छ सुशील के भन्नु यहाँ चाहिँ म्यानेजमेन्टको चाहिँ एकदम कमी भएको छ कुर्सी जम्मा 10 ल्याएर यस्तो भिडभाड हुने ठाउँमा है त्यो चाहिँ कमी नै भएको छ मियन माइक क्रस वेडिङ भनेर आज फेरि एउटा रिल पेल्दिन पर्छ कि आगे सुशील यहाँ चाहिँ बाजा बज्दैछ कुर्सी नभएर बाजा बज्ने समस्या भइरहेछ हजुर शिवरात्रिले गाई पेल्दियो गाई जस्तो होइन अरू के भने त युट्युबमा के भन्ने भोलि के भन्नु भने आगो सर्दैन भन्दै मेरो शिवजीको के अरे प्रसाद भाङ गाजा गाजा त होइन मान्छेले गाजा भन्छ गाजा कहाँ हो गाजा होइन ल त यहाँ चाहिँ सेटअप हुँदै है त ल ओ सुशील केही भन्न चाहनुहुन्न केही भन्न चाहँदैन अब तपाईँ जस्ट डान्स हेर्नुहोस् डान्स हेर्नु सर खिच्दिन्छ गोडले विक्रमले खिच्यो क्यामेराम्यान पनि यहाँ नाच्ने मुडमा आज त्यो नाच्दै नाच्दै ढुक्क हात माथि लाउने माइलो क्यामेराम्यान सुरुमै प्याट प्याट यस्तो भयो भएको थियो म तिमीलाई अहिले मागेर उसको बुवाको पाएर माथि अहिले त्यही ल सुशील गिलास दिनु बाबु त्यही छ ल छोडा Thank you.
गडाएर दामी दामी बबाले बबाले हजुर दिनु पेन त मैले पिउँदै के अरे नगर पनि पेल्या थियो केटाले फेरि पनि आज चिया पनि सुनाइसक्यो मित्रले अब यहाँ त चिन्छन् 10-12 चोटि माग्ने नि त 1100 रुपियाँ कमलाई केही नि आफ्नै घर हो होइन यस्तो मिठो गीत यार यस्तो दामी गीत अनि चिया पनि मिठो गीत पनि मिठो ओहो होइन के भन इनर्जी कस्तो म्याक्स लेभलमा आउँछ चिया पिएर धेरै पछि नाच्छ नि त लङ हान्दिएको अप्ठ्यारो हो कि यस्तो खालको आइदिनु सक्नुहुन्छ है मेहनत हान्नु गाइदिए मेहनत पसिना पसिना यता ढाडातिर पर्ला आन्टी पुलीले गाइज यहाँ चाहिँ यस्तो रमाइलो छ है त आज र यो भ्लगलाई सायद अब हामीले यहीँ अन्त्य गर्छौँ होला कहाँ भन्नु अन्त्य किन किनकि 20 मिनटभन्दा माथिको भ्लग नबनाऊँ भन्ने मेरो सोच के 10 मिनटको अन्डर झारौँ क्या भनेर के अरे भाइ हजुर भन् भाइ के भनिन्छ अरे यहाँ आएर भन् त उसा यसले भनेको है गाइज बिग फ्यान भनेर म बिग फ्यान है मलाई भन्नु पर्ने दाइले साट्नु यार मैले उसलाई भन्नुपर्ने अरे सुशील खासमा कसरी भन् त गाई जत्तिकै हामी भलिबल खेल्न आएको है त दिनेश के सर्ट हान्ने हौ फर्स्ट हो म चाहिँ अब धनबहादुर स्टाइलको स्प्याक हान्छु है त गाई यसरी